हाम्रो तल्लो बारीको छेउमा बसिरह तिमीलाई भेट्नु म आइहाल्छु ल ए हुन्छ राधा के कुरा गर्नु तिमीसँग तिमीले साथ दिनुपर्छ म त्यसको लागि जे गर्न मन तयार छु मैले साथ दिने होइन तिमीले साथ दिनुपर्छ अब मलाई त लाग्छ तिमीले पनि छोड्यो भने म त मरिदिन्छु म बाँच्नै सक्दिनँ म धेरै गाह्रो मान्छु राज सक्दिनँ दादा तिमी यो कुराको दुई मत नगर्नु तिमीलाई जस्तो भएको छ राधा मैले तिमीलाई धेरै माया गरेको स्वास्नी रहेछ भनेर छोड्न त छोड्दैन नि भोलि होइन राधा मलाई आजै थाहा छ तिमी अर्काको स्वास्नी हो भन्ने त्यो हुँदा पनि तिमीलाई तिमी दुःख देखेर तिम्रो घर परिवार तिमीलाई हेला गरेको देखेर मैले तिम्रो साथ म सासूले देख्न सक्छिन् मलाई बुढाले देख्न सक्छ रात दिन गाली कुटै पिटाइ खाएर म धेरै हेपेर बसेको छु राज तिमीलाई बारम्बार कुट्नु हेर्दै जाऊ त्यसको अगाडि मैले तिमीलाई कस्तो माया गरेर देखाउँछु चोट त पनि छैनौ नि होइन दादा जुन दिन तिमीले मेरो कुरा जस्तै व्यवहार गर्छौ नि त्यो दिन तिमीले मेरो सास होइन लास भेट्नेछौ राज लास भेट्नेछौ त्यसको लागि दादा तिमी लिएर जान्छौ के गर्नु
सम्झौता अझ अर्काको सिधुपति आउँछु रे मैले त्यस्तो भनेको छैन यो कानले के सुन्यो झुट बोल्दै हुनुहुन्छ अझ झुट बोल्दैछ अझ मैले बोले मार्यो होइन अझ अब एकचोटि मैले अझ चान्स दिइरहेको अबदेखि आइन्दा तपाईँ जति मैले पहिला विश्वास गर्थेँ नि त्यो विश्वास पनि 1 इन्ची पनि मैले कुनै छैन अब मैले एउटा सम्झाएको मात्रै हो अनेक सबै कुरा तपाईँ थाहा छँदैछ आउँदाउँदै नि फुसफुटाएर बस्ने हात त मात्रै होइन अब खुट्टा हाल्न पर्ने अवस्था भइसक्यो यसले गर्दा कसरी जाने यस्तो कसरी तपाईँ छोरा भाइ जान्छ आफ्नो काममा म यो सब कुरा छोरा किशोर सोइमा जति समय मैले जति सहर बसिरहेको हुन्छ नि आफ्नो घरको कुरा घरमै सल्लाह मिलाएर बाहिर हल्ला गरेको राम्रो हुँदैन यत्रो बिहे गरेको 3 वर्ष भइसक्यो सम्पूर्ण जिम्मेवारी म अफिसको बाहेक अरू घरको घरमा सबै आमा बाउ हेर्नेदेखि सबै हिसाब किताब सबै कुरा उसेर छ अझ त मैले त अरूको कुरा त सुन्दै नसुनेर मैले त अझ फुसफुटा हिँडेँ आज आफ्नै आँखा देखेर के हुन्छ म आमालाई गएर माग्ने होइन आफ्नो मन चोखो हुनु पर्यो मैले यति बिसकेको आमालाई अझ गएर माग्ने के को झगडा हो मैले सुख शान्ति दिएर के गरे हो यो केही गरेँ तपाईँको बुहारीको नौटङ्की र नाटक देखेर गरेको हो यो मैले शान्तिले केही भयो त मिलाउनु पर्छ नि छोरामाझ मिलेर सधैँ झगडा त भएन नि कोही कुरा राम्रो पायो चुपलामा सोचे दुखेर मऱ्यो अहिले त्यहाँ चाउको टासी चुम्नु टासी गर्दा चाहिँ दुखेन कसरी आँखामा कसियो मैले माने आँखामा कसेर परेको थियो होला छोराले देख्ने बेला मैले देख्ने बेला चाहिँ तेरो आँखामा के परेको थियो मैले त छोराले देखेको छैन होला छोरालाई थाहा छैन होला भनेर यो सबै कुरा घरको कुरा घरमै मिलाउन लागेको थियो तलको राज भनिसँग अङ्गालो मारेर मजाले देखेर पनि नदेखेर जसरी म फर्किन सकिनँ मैले सहन नसकेर कोदालाई हान्न खोज्दा पनि भाग्यो थियो मैले बाबु तेरो घर बिग्रिन्छ भनेर मैले कति कुरा लुकाएको छु कति कुरा मेरो मुटुमा राखेको छु छोरा के को यो झैझगडा सधैँ घर झडै झगडा गरिरहेको छ म त यो बुझ्नै सकिनँ झगडा मात्रै होइन के बुवा म त सहर मात्रै बसेको थिएँ त्यसलाई मैले जे जस्तो जे भए पनि सम्पूर्ण घरको तपाईँहरूको रेखदेखि सम्पूर्ण जिम्मेवारीलाई म पछि यसलाई जिम्मेवारी दिएको छु अब हामीले घरको समस्या घरमै समाधान गर्ने गरौँ गाउँले सुन काम नगरौँ बाबु अब गाउँले त सुनाएकै छैन गाउँले सुन्यो भने म त्यही छक्कै छिनाल्थेँ यसो राख्नु छिनाल्थेँ मैले छिनाल चाहिँ भएन बाबु यो जसरी हुन्छ अब त्यो बाटो नबनाउने गर्नु पर्यो अब मैले त अझ ल्याएर यसलाई मैले गरिरहेको अब त्यस्तो काम चाहिँ गर्नु भएन है बुवा नानी अब चाहिँ छोराले जे भन्छ त्यही मानेर एकदम चाहिँ घरको लागि लक्ष्मी गर्नु पर्यो हजुरको छोरी जस्तो होइन म हो नि हजुरको छोरा र आमाले त भएको नभएको कुरा गरिरहनु भएको छ मलाई म त्यस्तो कुनै गलत बाटो हिँडेको छैन जे होस् दुवैजना सासु बुहारी मिलेर बात बिहान त गर्नु भएन अब हाम्रो घर चाहिँ एकदम चित्त भइरहेको छ हो मैले गल्ती गरेँ अहिले भन्न कृष्ण मैले गल्ती गरेँ भन्न त सकेको छैन अझ गर्दा पनि उसले के भन्छ आफ्नो कुरा ढाकछोप गर्न खोजिरहेको छ कामको धपेटीमा मैले फोन जसरी कुरा आफ्नो कामको दराब छुट्टै छ नमागिने भन्नु नगरे फोन गरेँ म चुप होला बसिरहेको छु आज चाहिँ मेरो आफ्नै आँखा चाहिँ उहाँको पनि गल्ती छ नि खालि बुवालाई त्यसरी माया गरेर फुर्फुर पार्नु उहाँले पनि हो नि मैले भने पनि केही कुरा पत्याउनु हुन उहाँले सब पनि कहाँ गतिलो हो बाउको कुरा नसुनेको सुनु मैले बाउको कुरा सबै कानमा सुनिरहेको छु मैले तर पनि बाउलाई मैले के भन्नु भनेर तपाईँलाई नभने कसै कुरा सुने बाबु मैले कुनै केही गरेँ तिमीले कुरा सब म बस्ने मलाई म हिँडेँ जानु
अर्काको धरमभित्र बस्नु पर्दैन हाम्रो घरको कुरा के हुन्छ त्यो बाहिर गएर बसेको सम्झाइरहेको छु के सम्झाउनु त जति सम्झाए पनि नलागि तारा चाहिँ के हो भने तारा चाहिँ यत्रो कति अझ मेरो गल्ती भएन यताउता अलिकति ल भयो एकचोटिलाई भन्न सक्यो तिमीले आफ्नो गल्तीलाई भन्न सक्यौ माया त किन लाग्दैन तिम्रो त्यत्रो झ्याइ बाजा बजार त्यत्रो खर्च गरेर बिहा गरेर आफ्नो श्रीमती माया लाग्दैन अहिलेसम्म मैले तिमीलाई तँ भनेको थिएँ यो त तिम्रो बानीलाई गरेको हो कि मैले पहिला कहिले पनि तिमीलाई अहिलेसम्म तँ तिमी भनेको थिएँ यो आँखाले देखेर यो कानले सुनेर मात्रै यो गरेको घर छोडेर जाने चाहिँ पुरै नगर म तिमीलाई घर छोडेर जानै दिन्न त्यो भन्न त तिमी पनि आफू पहिला चाहिँ सतर्क हुनु पऱ्यो नि तिमीले पनि कसो हाल्नु पऱ्यो नि त अब आइन्दा तिमी बाहेक म अरू कोसिससँग सिक्नु पर्ने कुरा गर्दैन बाटोमा भेला चुम्मा काटी गरेर भने सक्नु पऱ्यो नि दायाँ बायाँ कुन बाटो हिँड्ने थाहा छैन कसरी हिँड्ने के गर्ने होसमा किन होला सायद अबदेखि म बाटो कहिले पनि बिहाउँदैन बुढा हो त्यस्तो भन्नु पऱ्यो नि त अब आइन्दा यस्तो गर्दिनँ भने ठिक छ तिमीलाई मैले वर्ष अब आइन्दा यस्तो गर्यो भने फेरि के हुन्छ तिमी याद गर कल्पना गर म पिट्दिनँ तर तिमीले अब आइन्दा यस्तो गल्ती नगर गल्ती गर्यो भने के हुन्छ भने त्यो सोच तिमी आफै पहिला कल्पना गरेर हेर त एकचोटि ठिक छ अब आइन्दा सुध्रिएर आफ्नो घर व्यवहार के हो बुवा आमालाई कसरी हेर्ने बुवालाई कसरी सुधार्ने त्यो हेर्ने घरमा बस्ने हो त्यसरी बाटो बाटोमा दुनियाँको कुरा सुन्दाखेरि मलाई कति डाहा हुन्छ कति औडा हुन्छ त्यसरी आफ्नै आँखाले अरू केटासँग बस्दा कति औडा हुन्छ सोच तिमी ल बुढा जे भयो भयो अब आजदेखि कहिले पनि झगडा नगर त्यस्तो कहिले पनि हुँदैन ल बुढा ल अब आइन्दा तिमीलाई मैले एकचोटि माग गरेँ किन भन्दाखेरि छोडेको घरबार तिमीलाई पनि गाह्रो हुन्छ मलाई पनि गाह्रो हुन्छ त्यहाँमाथि अहिलेसम्म हाम्रो बालबच्चा पनि भएको छैन मैले मेरो चाहिँ प्लान कति थियो एउटा छोरी जन्माउन चाहन्छु भने यति मैले भन्दा चाहिँ म चाहिँ पर हुने पर पुरुषसँग चाहिँ चौतारीमा बसेर आँखामा अब यो टपिक म निकाल्दिनँ तर तिमीले यो सम्झेर आइन्दा यो गल्ती गर्नु गल्ती नगर्नु अब आइन्दा गल्ती गर्यो भने त्यही 10 वटा आमा किन हो के भयो जेउनु भइहाल्यो अब तिरबाट चुक्नु मिल्दैन चुपोर बस्नु जेउनु भइसक्यो बाबु तँलाई केही कुरा थाहा छैन तेरो घर बिग्रेर तँलाई नराम्रो होला भनेर मैले हरेक कुरा लुकाएर राखेको छ न त तँसँग हुन सक्छु न तेरो बाउसँग हुन सक्छु हुन त बाउ पनि फोन गरिदिनु भएर यो घरमा अब म नमरिकन शान्ति मिल्दैन त्यसो नभन्नु आमा जे कुरा तपाईँ नभन्नु भन्नुभएको थियो त्यो कुरा मैले पहिले नै थाहा थियो तर पनि म आफ्नो कामको कुराले गर्दाखेरि यो कुरा किन यो गाउँघरमा समाजमा फैलाउनु भनेर मैले देखे पनि नदेखे जस्तो गरेर हिँडेँ अस्ति त मैले आफ्नै आँखाले देखेर घर देख्नु पनि बाउ पनि के भयो चिन्ता नगर जे गर्नु परेन अब मिलाएर गरिहाल्छु म किन नभन्न बाउको कुरा त मैले केही भनेकै छैन भिरबारीको भारुसँग अङ्ग भारेर गफ गरेर बसेका थिएँ उसले चुरा पोती केही पनि लगाएको छैन
अब मलाई डिप्रेसी भएर भन्दाखेरि एउटा बाबुले त हुन्छन् उता राजसँग कति मेरो अर्को कुरो मैले भन्दै थिइनँ उसित मेरै आँखाले मैले देखेँ सलेपानीको पहिला अङ्गको हालेर चुम्मा चाटी भएर बसिरहेको थियो अनि अब यो घरमा के चाहिँ हुनको लागि छ अब यो कुरालाई इस्यु नबनामा मैले राधालाई सम्झाउनदेखि लिएर हरेक कुरा गरिसकेको छु अब जे भए पनि एकचोटिलाई नाक मैले दिइसकेको छु उसले पनि नाक मागिसक्यो अब आइले यस्तो गल्ती हुँदैन भनिसकेको छ अब यो कुरालाई तपाईँहरू यो खालि खोतल खातल गरेर बस्ने होइन खतल खातल होइन छोरा घरभित्र कुरा केही पनि थाहा छैन मलाई राधाले कहिले भात खान दिन्न चिया खान दिन्न त्यो त मैले खाएँ भन्थेँ तर मैले खाएको हुन्थेँ म घाँस त जान्थेँ मैले ल्याएको घाँस त कुखुरालाई ओथाएर दिन्छ कि हुन्छ भन्थेँ पाहाडले म बारी खन्न गएर छोरालो खोसेर मलाई हान्न आउँथेँ यो सबै कुरा मैले लुगाएको थियो मलाई घरकै तिर हुन्छ भनेर मैले घरको केही कुरा नभनेको आज भन्न म बाध्य भएँ छोरा अहिलेसम्म यो घर व्यवहार सबै राधालाई जिम्मेवारी दिएका थिएँ यो कुरा मलाई थाहा भएन अब सम्पूर्ण कुरा थाहा भइसक्यो तपाईँ टेन्सन नलिनुहोस् अब यो घर व्यवहार सबै म हेर्छु तपाईँ आँटेर बस्नु बरु म राधालाई छोड्न सक्छु हजुरको आँखामा आँसु आएको देख्न सक्दिनँ आमा तपाईँ अब केही चिन्ता नलिनुहोस् हजुरलाई म छु अब यो घर व्यवहार सबै सम्पूर्ण कुरा म आफै हेर्छु म राधालाई हेर्न दिन्न बाबु भन्न जति सजिलो कहाँ छ र काम गर्न आजसम्म सबै घरबार उसैले हेरेकी छ भोलिबाट तँलाई घरबार नहेर भन्नलाई मिल्दैन जति सहन पर्छ म आफै सहन्छु बिचमा तरो नभनी छोरा तैँले बाहिर कमाएर ल्याउनुपर्छ दुनियाँ दुःख गर्नुपर्छ मलाई आकाशले थिचेको धरतीले मिचेको जस्तो भएर मात्रै भएको छोरा नत्र मलाई सुनाउन मन नै थिएन मैले यो गुनासो र दुःख कोसँग पोखौँ न बाबु गतिलो भए न नै बुहाई भयो आमा अब तपाईँ केही चिन्ता नलिई म छु अब जे पर्छ नि सबै थोक म हेर्छु बाउलाई पनि म हेर्दिनँ अब मैले राधालाई पनि मैले के गर्नु पर्यो सबै कुरा गरिसकेको छु र एकचोटि मात्रै माफ दिएको छु कुरो पनि आमै अब जे गर